नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। आज पनि क्रिकेटसँग सम्बन्धित नयाँ भिडियो सामग्री लिएर तपाईको माझमा उपस्थित भइसकेको छु। कृपया यस भिडियो सामग्रीलाई पनि अन्तिमसम्म सुन्ने र हेर्ने प्रयास गरिदिनुहोला। अब लागौं आजको भिडियो सामग्रीतर्फ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी20 श्रृङ्खलामा नेपालले नेदरल्यान्ड्स विरुद्ध 6 विकेटको जित निकालेको छ। बिहिबार ग्लास्गोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको 175 रनको लक्ष्य नेपालले 19.4 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रन बनाए। 51 बल खेलेका भुर्तेलले 6 चौका प्रहार गरे। यस्तै आरिफ शेखले रिटायर हट हुनुअघि 23 बलमा 3 चौका र 2 छक्का सहित 39 रन बनाएका हुन्। भीम सार्कीले 27 रन बनाउँदा दिपेन्द्र सिंह एरीले 16 रन बनाएका हुन्। यस्तै लोकेश बम 12 रनमा अभिजित रहे। यस्तै नेदरल्यान्ड्सका बेन फ्लेक्चर, आर्यन दत्त, जाँच लायोन क्यास्ट र राइलो फान डेर मार्वेले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको डच टोलीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 174 रन बनाएको थियो। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिडले सर्वाधिक 86 रन बनाए। उनले 53 बलमा 6 चौका र 5 छक्का प्रहार गरेका हुन्। यस्तै राइलो फान डेर मार्वेले 36 र आर्यन दत्तले 17 रन थपे। शफिक जुल्फिकरले 14 रन जोडेका हुन्। नेपालका करण केसीले 2 विकेट लिए भने दिपेन्द्र सिंह एरी, ललित नारायण राजवंशी, रूपेश सिंह र सन्दीप लामिछानेले 1-1 विकेट लिएका हुन्। यो जितसँगै नेपालले श्रृङ्खलाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। नेपालले यसअघिका 2 खेलमा समान 1 जित र 1 हारको नतिजा आत्मसात गरेको थियो। नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्डसँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो। यस्तै दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई 2 विकेटले हराएको थियो। यो जितसँगै नेपालले 3 खेलबाट 4 अङ्क जोडेको छ। नेपालले अब शुक्रबार श्रृङ्खलाको अन्तिम खेल आयोजक टोली स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। हौस् त, आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईलाई आजको भिडियो सामग्री मन परेमा एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यदि तपाईँ हाम्रो यस च्यानलमा पहिलो पटक जोडिनु भएको छ भने कृपया एक सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला। आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट। नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। आज पनि क्रिकेटसँग सम्बन्धित नयाँ भिडियो सामग्री लिएर तपाईको माझमा उपस्थित भइसकेको छु। कृपया यस भिडियो सामग्रीलाई पनि अन्तिमसम्म सुन्ने र हेर्ने प्रयास गरिदिनुहोला। अब लागौं आजको भिडियो सामग्रीतर्फ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी20 श्रृङ्खलामा नेपालले नेदरल्यान्ड्स विरुद्ध 6 विकेटको जित निकालेको छ। बिहिबार ग्लास्गोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको 175 रनको लक्ष्य नेपालले 19.4 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रन बनाए। 51 बल खेलेका भुर्तेलले 6 चौका प्रहार गरे। यस्तै आरिफ शेखले रिटायर हट हुनुअघि 23 बलमा 3 चौका र 2 छक्का सहित 39 रन बनाएका हुन्। भीम सार्कीले 27 रन बनाउँदा दिपेन्द्र सिंह एरीले 16 रन बनाएका हुन्। यस्तै लोकेश बम 12 रनमा अभिजित रहे। यस्तै नेदरल्यान्ड्सका बेन फ्लेक्चर, आर्यन दत्त, जाँच लायोन क्यास्ट र राइलो फान डेर मार्वेले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको डच टोलीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 174 रन बनाएको थियो। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिडले सर्वाधिक 86 रन बनाए। उनले 53 बलमा 6 चौका र 5 छक्का प्रहार गरेका हुन्। यस्तै राइलो फान डेर मार्वेले 36 र आर्यन दत्तले 17 रन थपे। शफिक जुल्फिकरले 14 रन जोडेका हुन्। नेपालका करण केसीले 2 विकेट लिए भने दिपेन्द्र सिंह एरी, ललित नारायण राजवंशी, रूपेश सिंह र सन्दीप लामिछानेले 1-1 विकेट लिएका हुन्। यो जितसँगै नेपालले श्रृङ्खलाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। नेपालले यसअघिका 2 खेलमा समान 1 जित र 1 हारको नतिजा आत्मसात गरेको थियो। नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्डसँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो। यस्तै दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई 2 विकेटले हराएको थियो। यो जितसँगै नेपालले 3 खेलबाट 4 अङ्क जोडेको छ। नेपालले अब शुक्रबार श्रृङ्खलाको अन्तिम खेल आयोजक टोली स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। हौस् त, आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईलाई आजको भिडियो सामग्री मन परेमा एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यदि तपाईँ हाम्रो यस च्यानलमा पहिलो पटक जोडिनु भएको छ भने कृपया एक सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला।
आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट।